सुदन गुरुङ सुदन तपाईले बालेन चोर भन्नुभयो कसरी बालेन चोर भन्नु बालेन एक सबैले सरकारको मानेको विदेशी छन्, दलाल सबैले सम्मान गरेका छन्। हामी सबै एमालेहरूले सबैले मानेको छ बालेन विदेशी दलाल अब हिजो एउटा भन्ने त चाहिँ आइरहेको छ हेर्नुहोस्। अभिज्ञ मान्छे कस्तो अभिज्ञ मान्छे हुन्छ यस्तो सम्बन्ध कोही नहुनु नि यार। यसलाई पछि कतिको समस्या पर्छ कतिको समस्या पार्छ भन्ने कुरा यसले कतै काहीँ रियलाइज गरेको छैन कि यो अभिज्ञ मान्छे यो पढे लेखेको मान्छे हो कि होइन। यो कस्तो गोरु भर्खरको के चाहिँ नि गोरु छ यो बहर गोरु छ यो। एउटा गोरु भइसकेपछि कति जोत्नुपर्छ कति चाहिँ नि यो डल्ला पल्टिन्छ कति डल्ला पल्टाउनु पर्छ भन्ने एउटा अभिज्ञ यो एउटा ज्ञान नभएको यो गोरु के खालको कुरा गर्छन् यार। यो यसलाई एकैचोटि यो जेलमा थुनेर यसलाई कालो सूचीमा राखिदिनुपर्छ क्या यो गोरुलाई। न त विदेश जान पाउँछ न त नेपालमा के न के अवसरहरू चाहिँ नि यसले छोप्न पाउँछ। एक खालको यो गोरुलाई यही ठेगाना लगाइदिनुपर्छ अहिलेको सरकारले। होइन आवाज उठाउनुपर्छ यार गल्ती गरेको त्यो व्यक्तिको आवाज उठाउनुपर्छ। होइन ल केपी ओली यदि निर्दोष छ भने हामीभन्दा तँभन्दा त एकदम विज्ञ मान्छेहरू छ नि त यार अदालतमा यो सरकार चलाउनेहरू त के कमजोर सोचेको के कमी छ र भने पहिला पनि यो पुरानो मान्छेहरू पनि नयाँ भएर चाहिँ देश चलाएको होइन र के त्यो हरेक चिज परिपक्व नै हुनुपर्छ भन्ने छ र विदेशी दलाल भनेको छ। के खालको विदेशी दलाल हो र तेरो बाउ त स्वदेशी दलाल भएर त यहाँ स्वदेशमा कति लुटेर खत्तम पारेको देखेन।